हेलो साथीहरू, हजुरहरूलाई मेरो न्यू ब्लगमा स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो न्यू कन्टेन्ट ब्लग भनेको चाहिँ घोगी खाने है। हजुरहरूलाई कस्तो लाग्छ घोगी, मनपर्छ पर्दैन, तर मलाई चाहिँ एकदमै मनपर्छ। र आजको मेरो कन्टेन्ट सम्बन्धी भनेको चाहिँ नेचुरल हो, एन्ड्रोइड फोनबाट। नो एडिटिङ, कुनै पनि एडिट छैन होइन, एडिट गर्नु पनि जानिँदैन, जस्तो आउँछ त्यस्तै हाल्ने साथीहरू। कस्तो लाग्छ हजुरहरूलाई, मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बेल आइकन थिचिदिनु होला। सबैजनाले माया गरिदिनु होला भन्ने आशा गर्दछु, र साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा गर्दछु। एकचोटि थोरै ग्रेभी कस्तो छ, मिठो छ कि छैन, भातसँग मिठो हुन्छ कि हुँदैन, एकचोटि खान्छु ल म। मलाई ग्रेभी छ मैले Mama mau potong. Kiन आएन हौ? ठुलो भएर यहाँ आएन। सही पाकेन होला हौ त्यो त। सबै भिमाथि है उता नपाकेको होला है। मान्छेले चाहिँ के खानु जान्नु है। के भाडो किन
निक्लेको यहाँ राख्दिनु मसिन खालेको गर्ने खाले यो भात भोलि फिकिन्छ नेट पनि काम नगर्छ के खानु चाहिँ नचलेको रिस उठेर आइसक्यो मलाई त नेट नचलेको मेरो नन देख्दैन अहिलेसम्म देखेको थिएन मैले देखेको थिएन अहिलेसम्म त्यसो नदिनु न स्वादै आएन मलाई आधी दिनु त्यहाँ हजार यत्रो ठुलो छ हजार सानो बदाल छैन किन छैन ए छैन कत्रो ठुल्ठुलो मासु रहेछ बुढा बरु मलाई यसरी निचार्दै दिनु मजा हुँदो रहेछ नि यसको त कन्डै ननिकालेको रहेछ मलाई चाहिँ दिनु नि मलाई चाहिँ दिनु नि सबै भुइँमा झरो क्या कत्रो ठुल्ठुलो हुँदो रहेछ हो अगाउनु भयो होला है बुढा ठुल्ठुलो छ
तपाईँले खाएको 11-12 मिनट हुन लागिसक्यो। कस्तो ठुल्ठुलो मासु रहेछ है यसको त। मार्दिनु उठाउनु न, म देखाइदिनु भनेको के भन्नु त्यतिले। भाचङ खानु न त माथि चाहिँ पसिना निकाल्नु पर्यो न। अब यहाँ तल देखाउनु।